दार्जिलिङमा रहेका नेपाली भाषीहरूले गरिरहेको गोर्खाल्यान्ड मागको आन्दोलनले अहिले भारतको पूर्वी राज्य पश्चिम बङ्गाल अशान्त छ। दार्जिलिङ, सिलिगुडी लगायतका उत्तर पूर्वी क्षेत्रमा झन्डै 1 करोड नेपाली भाषीहरूको बसोबास रहेको छ। अहिले ती ठाउँहरू अशान्त छन्। बङ्गाल सरकारले बङ्गाली भाषा राज्यको सबै स्कुलमा अनिवार्य गरेपछि अहिले त्यहाँका नेपाली भाषीहरू आन्दोलनमा उत्रिएका हुन्। अहिले आन्दोलनको एक प्रमुख माग छुट्टै गोर्खाल्यान्ड स्थापना रहेको छ। भाषा अतिक्रमण भयो भनेर बढेको आन्दोलन अहिले छुट्टै गोर्खाल्यान्ड राज्यको मागतर्फ मोडिएको हो। केही आन्दोलनकारीहरूको त मृत्यु समेत भइसकेको छ। आन्दोलनले उग्र रूप लिएकोले अहिले त्यहाँको टिभी च्यानल समेत बन्द गरिएको छ। अहिले नेपाली भाषी भारतीयको अभिव्यक्ति सामाजिक सञ्जालमा उग्र भइरहेको देखिन्छ र यो कुनै ठुलो कुरो पनि होइन। तर त्यो सँगै नेपालमा पनि विभिन्न खाले बहस भने बढेको देखिन्छ। नेपाली सामाजिक सञ्जालमा अहिले दार्जिलिङमा भइरहेको आन्दोलनको बारे थुप्रै खाले टिप्पणी भइरहेको छ। नेपालमा तराई मधेस र आदिवासीको मागप्रति सहानुभूति देखाउनुको साटो गोर्खाल्यान्डप्रति सहानुभूति देखाउनु कतिको जायज छ। अर्कोतर्फ नेपाली भाषा र नेपाली भाषीमाथि भारत सरकारले गरेको दमनप्रतिको व्यवस्थाप्रति पनि चर्को विवाद छ। त्यस्तै भारतले नेपालमा चरम नाकाबन्दी लगाउँदा पनि चुपचाप रहेका दार्जिलिङलाई हामी किन समर्थन गर्ने भन्ने बहस पनि चलिरहेको छ। त्योभन्दा बढी त गोर्खा शब्दको परिभाषा र भारतमा यस नामको छुट्टै राज्य कतिको उचित छ भन्ने बहस पनि चलिरहेको छ। यदि गोर्खा भन्ने शब्द इन्डियाको कुनै एक राज्यलाई दिएमा वास्तविक गोर्खाको अस्तित्वमा प्रश्न चिन्ह लाग्ने हो कि भन्ने शङ्का पनि व्यापक भएको देखिन्छ। वास्तवमा दार्जिलिङको आन्दोलनले अहिले नेपालीहरूलाई आँखा खुलाइदिएको जस्तो देखिन्छ र उनीहरूले वास्तविक नेपाली को हुन् भन्ने चिन्न थालेको जस्तो देखिन्छ। नेपाली भाषा बोल्दैमा र नेपाली भनिएको पोसाक लगाउँदैमा नेपाली हुँदैन रहेछ भनेर सायद अहिले नेपालीहरूले बुझेको जस्तो देखिन्छ। तपाईहरू अहिले सामाजिक सञ्जाल हेर्नुभयो भने यही अर्थ भेट्नुहुन्छ। तपाईँ अहिले सामाजिक सञ्जालमा दार्जिलिङीहरूको ब्याक अफ नेपाल भन्ने पोस्ट प्रशस्त भेट्नुहुन्छ। साथीहरू भर्खर नेपालीहरूले वास्तविक नेपालको पहिचान गर्न थालेका छन्। कुनै समय दार्जिलिङ नेपालको हिस्सा थियो होला साथीहरू, तर तपाईँ मान्नुहोस् नमान्नुहोस् अहिले दार्जिलिङीहरू आफूलाई नेपाली होइन नेपाली भाषी भारतीय भन्न रुचाउँछन्। पर्याय उनीहरू हाम्रो पूर्वमा दार्जिलिङसँग जोडिएको हाम्रो भूभागलाई अतिक्रमण गर्न समेत पछि पर्दैनन्। हालै मात्र एउटा सीमा सुवेदी नामकी केटी जो आफूलाई नेपाली भाषी भारतीय भन्छन्, उनले फेसबुकमा अपलोड गरेको भिडियो हेरेर त नेपालीहरूको मन साह्रै नै दुखित भएको देखिन्छ। उनले नेपाल र नेपाली माथि तुच्छ शब्द प्रयोग गरेकी छिन्, जसले गर्दा नेपालीहरूले अहिले यो बुझ्दै गएका छन् कि नेपाली भाषा बोल्दैमा कोही पनि वास्तविक नेपाली र वास्तविक गोर्खा हुँदैन। हुन त उनले आफ्नो त्यो भिडियोमा बोलेको कुरालाई बचाउको लागि नेपाली समक्ष माफी पनि मागिसकेकी छिन्। हो साथीहरू, हाम्रो 10 गजा मिच्दा पक्कै पनि कोही पनि नेपाली भाषी दार्जिलिङीहरूको मन कटक्क खाएको छैन। पेट पोलेको छ त केवल हाम्रै मधेसी दाजुभाइ नेपालीको। त्यसैले साथीहरू, वास्तविक नेपाली ती हुन् जसले देशलाई उच्च राख्छ। अवश्य पनि कला, साहित्य, सङ्गीत, भाषा आदिका बारेमा नेपाल र भारतको दार्जिलिङ, सिक्किम, आसाम, मेघालयसँग नेपालीको सामिप्यता रहेकोमा दुई मत छैन। तर आन्तरिक मामिलामा हामीले चासो दिनु हुँदैन भन्नेहरूको पनि यहाँ कमी छैन। त्यसो त ग्रेटर नेपालका अभियन्ताहरू पनि धेरै नेपालीहरू छन् जसले दार्जिलिङलाई नै नेपालको थियो र हो भनेर सङ्घर्ष गरिरहेका छन्। वास्तवमा दार्जिलिङमा आन्दोलन गरिरहेका नेतृत्वले भनेका छन् कि यो नेपाली र बङ्गालीको आन्दोलन होइन, यो हाम्रो आन्दोलन हो। यसबाट पनि हामीले यो बुझ्नु जरुरी छ कि वास्तवमा उनीहरू भारतीय नै हुन् होला। कुनै समय त्यो ठाउँ नेपालको थियो, तर आज उनीहरू आफूलाई नेपाली होइन भारतीय भन्दछन्। त्यस्तै होला हाम्रो तराई मधेसमा बस्ने मधेसी आमा बुबा दाजुभाइ, कसैले मैथिली बोल्लान्, कसैले भोजपुरी बोल्लान् त कसैले थारू, तर तिनीहरू नेपाली हुन् र आफूलाई नेपाली भन्दछन्।
देशभित्रको आन्तरिक लडाई जे भए पनि उनीहरू आफूलाई नेपाली नै भन्दछन्। सोच्नुहोस् त साथीहरू, भारतीय पुलिसको ज्याजती सहनेको हुन्, भारतीयले गरिरहेको अतिक्रमणलाई रोक्न अगाडि सर्नेको हुन्। के ती दार्जिलिङमा बसेका नेपाली भाषीहरूले नेपालको सिमानालाई सुरक्षा दिएका छन्? होइन साथीहरू, हाम्रै तराई मधेसका दाजुभाइहरूले चाहे भारतीय अथवा तिनीहरूकै प्रहरी चरम शोषण किन सहन नपरोस् तिनीहरूको हाम्रो सिमानाको सुरक्षा गरेका छन्। अब भन्नु साथीहरू, वास्तविक नेपाली को हुन्? धन्यवाद साथीहरू। यदि तपाईँलाई यो भिडियो राम्रो लागेमा हामीलाई लाइक, सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला।